व्हाइट बडी काण्डदेखि लगेर लाउडा काण्डदेखि लगेर विभिन्न काण्डहरू जो तपाईको अमेरिकन अदालतदेखि लगेर नेपालको जुन अदालतमा दोषी ठहर भइसकेका व्यक्तिहरू पनि हुनुहुन्छ। उहाँहरूलाई सहजीकरणको लागि चाहिँ हामीले अनुरोध गरेका थियौँ। त्यसमा चाहिँ नेपाल वायु सेवा निगमका प्रमुख जो अधिकारीहरू हुनुहुन्छ उहाँहरूले जतिसक्दो एक हप्ताभित्र कार्यान्वयन गर्छु भन्नुभएको छ। त्यो हामी अधिकतम प्रयास एक हप्ताभित्र भएन भने उहाँहरूको शैक्षिक राजीनामा सबै कर्मचारीहरूको मागेका छौँ। एउटा हाम्रो तपाईको नेपाल वायु सेवा निगमको जुन ध्वजाभाग विमानहरू छ त्यो हाम्रो तपाईको व्यापार नाफा र घाटाको विषय मात्रै होइन, यो हाम्रो इमोसनको कुरा हो, एउटा प्रेस्टिजको कुरा हो। एउटा राष्ट्रभक्त नागरिकले विदेश जाँदै गर्दाखेरि आफ्नो विमानमा जाँदाखेरि जुन तपाईको हौसला तपाईको प्रदान गर्छ त्यो हौसला चाहिँ अरू विमानबाट तपाईको त्यो प्रदान हुँदैन। त्यसो भएको कारणले अन्तर्राष्ट्रिय स्तरमा एउटा मात्र विमान थियो जसले चाहिँ इतिहासको गौरव बोकेको थियो। त्यो गौरवलाई विध्वंस मचाउने काम चाहिँ राजनीतिक दलहरूले गरे। त्यसका विरुद्ध हामी निरन्तर खबरदारी गरिरहेको छौँ। 1400 कर्मचारीहरू नेपाल वायु सेवा निगमले अरबौं रुपियाँ घाटा तपाईको मोलेर चाहिँ काम गरिरहेको हुँदाखेरि अहिले हामीले अध्यादेश मार्फत तपाईको कानुन निर्माण गरेर भए पनि कर्मचारीको सङ्ख्या आधीभन्दा पनि दोब्बर चाहिँ कटौती गर्ने भन्ने चाहिँ हामीले प्लान गरेको छौँ। त्यो सरकारसँग पनि तपाईको समन्वय भइरहेको छ। दायाँ बायाँ केही कुरा नगरेर राष्ट्रिय ध्वजाभाग विमानलाई राष्ट्रिय गौरवको मर्यादाभन्दा बाहिर जान नदिन, राजनीतिक हस्तक्षेप हुन नदिनलाई चाहिँ हामीले कर्मचारी तन्त्रदेखि लिएर ट्रेड युनियनलाई पनि हामीले खारेज गर्ने भनेर हामीले अँगालेको छौँ। अब यहाँ पछाडिको लडाइँ भनेको कर्मचारी तन्त्र विरुद्धको लडाइँ हो। त्यसमा सम्पूर्ण पत्रकार साथीहरू, सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू